सन् 2019 पछि कश्मीरमा भएको सबैभन्दा घातक आक्रमण, जहाँ बन्दुकधारीहरूले पर्यटकमाथि अन्धाधुन्दा गोली चलाएर 28 जनाको ज्यान लिए, जसमा एक नेपाली युवक पनि मारिए। आफ्नो आमा र बहिनी सहित घुम्न गएका रूपन्देहीका सुदीप न्यौपानेलाई आतंकवादीले नाम र धर्म सोधेका थिए। त्यसपछि उनको शरीरमा गोली बर्साइए। उस्तै निरीह भावमा 28 जनाको रगत बग्यो मंगलबार। ती मध्ये कोही हनीमुन मनाउन गएका नवविवाहित जोडी थिए भने कोही परिवारका सदस्य सहित बिदा मनाउन गएका थिए। कसैलाई टेन्ट भित्रबाट तान्दै मारियो त कसैलाई फोटो भिडियो खिच्दै मारियो। मुटु दहरो बनाएर हेर्नुहोस्। प्रस्तुत छ कश्मीरको पहलगाम सहर नजिकै रहेको मिनी स्विजरल्यान्ड नामले प्रसिद्ध पर्यटकीय स्थल बैसरन उपत्यकामा भएको त्यो दर्दनाक घटनाको रिपोर्ट। जम्मू कश्मीरको पहलगाम बैसरन उपत्यकामा मंगलबार दिउँसो 2:45 जाँदा भएको हमलाको समयमा आतंककारीहरूले सुरक्षाकर्मीको जस्तो देखिने नक्कली पोसाक लगाएका थिए, जसका कारण सुरुमा कुनै पनि पर्यटकलाई उनीहरूप्रति शंका लागेन। तर केही समयपछि जब उनीहरूले हिन्दू पर्यटकहरूलाई छुट्याएर नाम र परिचय सोध्दै गोली चलाउन थाले, त्यसपछि त्यहाँ भयावह भागदौड मचियो। आतंककारीहरूले जानी ती हिन्दू पुरुषहरूलाई लक्षित गरेका थिए जो आफ्नी पत्नी वा परिवारका सदस्य सहित घुम्न गएका थिए। यो आतंकवादी हमलाका तस्बिर र भिडियोहरू यति भयावह छन् कि हामी यहाँ देखाउन सक्दैनौं। गएको शनिबार मात्र रूपन्देहीका सुदीप न्यौपाने आमा रिमा, बहिनी सुषमा र ज्वाइँ उज्जवल काफ्ले सहित घुम्नका लागि त्यहाँ गएका थिए। मिडिया रिपोर्टका अनुसार बन्दुकधारीहरूले उनको नाम र धर्म सोधेपछि गोली हानेका थिए। सुदीप परिवारका एक्ला छोरा हुन्। उनी धरानमा पब्लिक हेल्थ पढ्दै थिए। सुदीपका बुवा बुटौल 14 बेलबरियामा विक्षिप्त अवस्थामा छन्। सुदीपको शव नेपाल ल्याउने तयारी गरिएको छ। यस्तै भारतको कर्नाटकका मञ्जुनाथ राव आफ्नी श्रीमती पल्लवी र छोरा अभिजय सहित घुम्न गएका थिए। बसबाट ओर्लिएर घाँसे मैदानतर्फ जाँदै गर्दा अचानक एक सर्वसाधारण जस्तो देखिने आतंककारीले उनलाई टाउकोमा गोली हाने। श्रीमती पल्लवीको आँखा अगाडि नै श्रीमानको शरीर ढल्यो। पल्लवीले आतंककारीलाई भनिन्, तैँले मेरा श्रीमानलाई मारिस, अब मलाई पनि मार। तर आतंककारीले उत्तर दिए, म तिमीलाई मार्दिन, गएर मोदीलाई भन्नु। यस्तै भारतीय नौसेनामा कार्यरत लेफ्टिनेन्ट विनय नरवाला हनीमुनका लागि सोमबार कश्मीर गएका थिए। एक साता अघि मात्रै उनको विवाह भएको थियो। 16 अप्रिलमा बिहे र 19 अप्रिलमा बिहेभोज सकेर श्रीमती हिमांशी र उनी कश्मीर गएका थिए। एक बन्दुकधारीले उनको कञ्चटमा गोली हानेर मारे। विनय मारिएपछि हिमांशी अर्धबेहोस भएकी थिइन्। गोली लागेर श्रीमान ढलेपछि रुन त परै जाओस्, बोल्नसम्म सकेकी थिइनन् भनेर भारतीय सञ्चार माध्यमहरूले समाचार लेखेका छन्। विनय हरियाणा राज्यको कर्नाल जिल्लाका हुन्। 2 वर्ष अघि बिटेक अध्ययन पूरा भएपछि उनी नौसेनामा भर्ती भएका थिए। हाल उनको दरबन्दी कोचीमा थियो। हजुरबुवा हावासिंह नरवाला अनुसार विनयले हनीमुनका लागि स्विजरल्यान्ड जाने योजना बनाएका थिए। भिसाको प्रक्रियामा केही समस्या भएपछि उनीहरूले स्विजरल्यान्डको योजना बदलेर कश्मीर गए। उनी घरका एक्ला छोरा हुन्। उनकी बहिनी यूपीएससीको तयारी गरिरहेको भनिएको छ। हनीमुनबाट चाँडै फर्किएर परिवारका सबै सदस्यसँग जन्मदिन मनाउने उनको योजना थियो। मे महिनाको 1 तारिक विनयको जन्मदिन थियो। यस्तै पुणेका व्यवसायी सन्तोष जग्दा पनि परिवारसहित कश्मीर घुम्न गएका थिए। जब आतंककारीहरू उनी बसेको टेन्टभित्र पसे, उनले जिउनको लागि एउटा कुराको आग्रह पाए, इस्लाम धर्मको एक आयत पढ्न। तर धर्मको त्यो पंक्ति उच्चारण गर्न नसक्दा उनको शरीर गोलीले छेडियो। उनको दायाँ कानमा ताकेर आतंककारीले गोली हाने। गोली बायाँपट्टिको कानको भागबाट निस्कियो। उनकी छोरी आशा ओरी आक्रमणकी प्रत्यक्ष साक्षी बनिन्। आफ्ना बुवा ढलेपछि उनी चिच्याउँदै थिइन्। नजिकै रहेका काकालाई पनि गोली हानियो। हाम्रो परिवार त्यो मिनी स्विजरल्यान्ड भनिने रमणीय ठाउँमा घुम्न गएका थियौं, तर त्यो घुमघाम जीवनकै सबैभन्दा भयावह क्षणमा परिणत भयो। भारतीय मिडियासँग रुँदै उनले भनेकी छिन्। यस्तै इन्दोर बिना नगर निवासी सुशील नथानियलले पनि उक्त आतंककारी हमलामा ज्यान गुमाए। उनी पनि परिवार सहित त्यहाँ घुम्न गएका थिए। उनी एउटा तलाउको छेउमा परिवार सहित सेल्फी खिच्दै थिए। अचानक बन्दुक सहितका एक आतंककारी उनको छेउमा आए। आतंककारीले सुशीललाई घुँडा टेकेर बस्न बाध्य पारे। त्यसपछि उनलाई कलामा पढ्न दबाब दिए। सुशीलले आफू इसाई धर्मावलम्बी भएको बताए। यही उत्तरले आतंककारीलाई क्रोधित बनायो र उनले सुशीलमाथि अन्धाधुन्दा गोली प्रहार गरे।
उनकी छोरी आकांक्षालाई पनि खुट्टामा गोली लाग्यो। भागाभाग र चिच्याहाटको बीचमा उनी घाइते अवस्थामा जमिनमै लडिरहेकी थिइन्। तुरुन्तै उद्धारपछि उनलाई अस्पताल लगिएको थियो, जहाँ हाल उनको उपचार भइरहेको छ। यो हमलाको अन्य विवरण भने आउन बाँकी नै छ। हमलाको जिम्मा लश्कर ए तैयबा समूहले लिएको छ।